नमस्ते, म तपाईँहरूको चन्द्रदेव पाण्डे। आजदेखि नयाँ च्यानल सुरु गरेको छु। हजुरहरूले साथ सपोर्ट दिनुहोला। ल अब हामी आज एन्टिडेरिभेटिभ सुरु गर्न गइरहेका छौँ। एन्टिडेरिभेटिभको स्ट्यान्डर्ड इन्टिग्रेसन। स्ट्यान्डर्ड इन्टिग्रेसनमा हामीले फर्मुला जान्नुपर्ने फर्मुला के छ भन्दाखेरिमा एउटा यस्तो छ। 1 नम्बरमा के फर्मुला छ भन्दाखेरिमा 1 नम्बरमा 1 बाई ए स्क्वायर प्लस एक्स स्क्वायर भन्ने छ। एक्स स्क्वायर इन्टिग्रेसन डिएक्स भन्ने फर्मुला छ। यो फर्मुलाले यो फर्मुलाको के हुन्छ भन्दाखेरिमा यो फर्मुलाको के हुन्छ ए 1 बाई ए टेन इन्भर्स एक्स बाई ए हुन्छ प्लस सी हुन्छ। त्यसपछि अर्को फर्मुला छ हामीसँग 2 नम्बरमा फर्मुला इन्टिग्रेसन 1 बाई ए स्क्वायर माइनस एक्स स्क्वायर छ। यो भनेको के हुन्छ भन्दाखेरिमा यसको फर्मुला के लेख्ने भनेपछि 1 बाई 2a लग लग 1 बाई 2a लग ए प्लस एक्स बाई ए माइनस एक्स हुन्छ प्लस सी हुन्छ है। अब अर्को फर्मुला छ हामीसँग। के फर्मुला छ भन्दाखेरि 3 नम्बरमा फर्मुला छ। 3 नम्बरमा फर्मुला के छ भन्दाखेरिमा तपाईँले ध्यान दिएर हेर्नु होला है। 3 नम्बरमा छ इन्टिग्रेसन 1 बाई ए स्क्वायर एक्स स्क्वायर माइनस ए स्क्वायर भन्ने छ। डिएक्स नछुटाउनु होला है। डिएक्स है मैले छुटाएँ, सरी। यसको फर्मुला के हुन्छ भन्दाखेरिमा 1 बाई 2a लग एक्स माइनस ए हुन्छ र एक्स प्लस ए हुन्छ। फर्मुला यही हुन्छ यसको। त्यसपछि अर्को फर्मुला छ यसमा अर्को फर्मुला छ एउटा रुट अन्डरमा कस्तो छ भनेपछि इन्टिग्रेसन 1 बाई रुट अन्डर 1 बाई रुट अन्डर ए स्क्वायर माइनस एक्स स्क्वायर आयो भने तपाईँले के गर्ने भन्दाखेरि यसमा के गर्ने भनेपछि यस्तो आयो भने यस्तो खालको आयो भने 1 बाई यस्तो आयो भने के गर्ने फर्स्टमा साइन इन्भर्स एक्स बाई ए प्लस सी हुन्छ है। यो हुन्छ। त्यसपछि अर्को फर्मुला छ हामीसँग। अब रुट अन्डरमा अर्को फर्मुला छ, हेर्नु है, ध्यान दिएर हेर्नु होला है, तपाईँ ध्यान दिएर हेर्नु होला। अर्को फर्मुला छ कति नम्बरमा, हामी 5 नम्बरमा पुग्यौँ। अर्को फर्मुला छ इन्टिग्रेसन 1 बाई रुट अन्डर एक्स स्क्वायर प्लस ए स्क्वायर यस्तो आयो भन्ने बित्तिकै तपाईँलाई के लेख्नु होला भनेपछि डिएक्स। यो भनेको यसको फर्मुला के हुन्छ भन्दाखेरिमा यसको फर्मुला लग एक्स प्लस रुट अन्डर एक्स स्क्वायर प्लस ए स्क्वायर यस्तो हुन्छ। अनि ब्राकेट दिने प्लस सी दिने। अब अर्को छ फर्मुला 6 नम्बरमा फर्मुला छ। 6 नम्बरमा फर्मुला छ भनेपछि यसलाई के हुन्छ 1 बाई रुट अन्डर एक्स स्क्वायर माइनस ए स्क्वायर आयो भने के गर्नुहुन्छ भनेपछि यस्तो देख्ने बित्तिकै तपाईँले लग डिएक्स है, छुट्टै सरी, एक्स प्लस दिन नबिर्सिने, भित्र चाहिँ माइनस हुन्छ। एक्स स्क्वायर माइनस ए स्क्वायर प्लस सी। अब यसको हामीले यो बेसिक म्याथमेटिक्सबाट हामीले यसको कोही क्वेसनहरू हल्भ गर्न सक्छौँ। ल ध्यान दिएर हेर्नु होला है सबैले। ल यो तपाईँलाई मन पर्यो भने यसमा सब्सक्राइब गरिदिन सक्नुहुन्छ। ल साथीहरू है, हामीले यो बेसिक म्याथमेटिक्सको हामीले फर्स्ट क्वेसन गर्न गइरहेको छौँ आज। फर्स्ट क्वेसन के छ भन्दाखेरिमा फर्स्ट क्वेसन डिएक्स अपन भनेको एक्स स्क्वायर प्लस 49 छ। 49 यस्तो आयो भने हामीले के फर्स्टमा फर्मुला थियो नि, फर्स्टमा के थियो फर्मुला, यो यस्तो आएर फर्मुला आयो भने फर्स्टमा के छ यो डिएक्स छ। यस्तो आयो भने यो फर्मुला कि हामीले यो फर्मुला लेखेको थियौँ नि, डिएक्स ए स्क्वायर प्लस एक्स स्क्वायर फर्मुला थियो नि, त्यसको फर्ममा जाने है। त्यसको फर्ममा जाँदाखेरि हामीलाई के हुन्छ भन्दाखेरिमा यो एक्स छ भनेपछि 10 1 बाई ए भनेको छ यस्तो गर्ने पहिला इन्टिग्रेसन डिएक्स एक्स स्क्वायर प्लस 7 को स्क्वायर गरिदिन्छ 49 हुन्छ। ओके,
अब यो भनेपछि अब के हुन्छ राजाहरू यता हेर्नुहोस् है। यो भएपछि अब डिएक्स यो भनेको यसको के हुन्छ, यसको भनेको 1/ए भनेको 7 छ हो, 7 लेख 1/ए 10 इन्भर्स एक्स भनेको छ, एक्स भनेको एक्स छ, 7 छ, प्लस सी गरिदियो भाइ, यो सक्यो। अब नेक्स्ट अर्को छ है, हाम्रो ह्यान्डराइटिङ 4 देखियो भने तपाईँले बुझेर गरिदिनु होला। हामीले फर्स्ट ट्राइमा तपाईँलाई बुझाउन कोसिस गर्नेछौँ। अर्को क्वेसन छ हामीसँग 2 नम्बरमा है। 2 नम्बरमा क्वेसन हेर्नु होला। 2 नम्बरमा क्वेसन छ इन्ट्रिग्रेसन डिएक्स 4x² प्लस 25 छ। यस्तो आयो भने अब हामीले के गर्ने, हामीले फेरि अघि फर्ममा जाने। अघि फर्ममा जाँदाखेरि के हुन्छ, अब के हुन्छ यहाँ यसलाई बदलौँ है। पहिला यसलाई बदलौँ। डिएक्स 2x को होल स्क्वायर गर्ने। यो 2 छ नि, यो 4 छ नि, 4x भनेपछि यसलाई 2x भनेपछि 2 को होल स्क्वायर 4 हो कि नै हो। त्यही भएर अब यो 5 को स्क्वायर 25 हो कि नै हो। त्यस्तै बुझेर गर्ने है। त्यसपछि अब यो फर्मुला हामीसँग छ के छ, यो यस्तो आयो भने हामीले अघि भनिरहेछौँ ए भनेको यो 5 भयो, 5 10 इन्भर्स एक्स भनेको यो 2x छ, 2x अनि एक्स 2x अनि 5 छ, 5 प्लस सी। यो अब यहाँनिर ध्यान दिने है, यो एक्स कोएफिसिएन्ट छ नि त्यसमा हामीले जहिले पनि 1/2 गर्नुपर्छ है। एक्समा जे आउँछ नि हामीले त्यो गर्नुपर्छ। अब लास्टमा फाइनल एन्सर कसरी आउँछ भनेपछि 2 5 जा 10 भनेपछि 1/10 आयो कि नै आयो। अब 10 इन्भर्स 2x प्लस 5 2x प्लस सी, यो भयो कि नै ल है। ल अर्को नेक्स्ट क्वेसन जाम, अलि डिफ्रेन्ट खालको। ल ध्यान दिएर हेर्नु होला है। अर्को क्वेसन छ थर्ड नम्बरमा अर्को क्वेसन के छ भन्दाखेरिमा 6x प्लस 1 x² प्लस 9 छ इन्टिग्रेसन डिएक्स। अब यसलाई कसरी गर्ने भन्ने सोच्नु होला। हामीले के नगर्ने, पहिला हामीले यसलाई यसको फर्ममा लिन खोज्ने है। यसको फर्ममा लिँदाखेरि के हुन्छ एकछिन है, यसलाई यति